Hello guys, welcome back to my YouTube channel. So guys, आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ हाम्रो थम्बनेल अनि टाइटल हेरेर सो तपाईहरुले थाहा पाइसक्नु भयो होला। हामी चाहिँ आज भक्तपुरको सिपा टोलबाट अलि धेरै माथि यता माथि साइड जंगलतिर चाहिँ हामी चाहिँ काफल खान जाँदैछौँ दाइ र म दुईजना मात्र। सो आज चाहिँ धेरै दिनपछि काफल खान जाँदैछौँ। हामी चाहिँ रुखमै गएर खाने भनेर हो। अनि हामी चाहिँ अहिले हिँड्दैछौँ हैन। सो हेरौँ आज चाहिँ काफल पाउँछ कि पाउँदैन। हामी चाहिँ काफल खानै जाने भनेर यस्तो हिँडिरहेछौँ। उँभो घाम पनि छ लास्टै अनि तातो पनि एकदमै गर्मी पनि छ। अनि आज चाहिँ टनक्क खाएर फर्किने भनेको। आज चाहिँ धेरै दिनपछि यस्तो जङ्गल हिँडेको हैन। गाउँकै भाइब्स आइरहेछ। अब भिडियो पनि हेर्दै गरौँ हैन, सब्स्क्राइब पनि गर्दै गरौँ नयाँ हुनुहुन्छ भने। सो हेरौँ है, हामी माथि पुगेर देखाउने छौँ। अहिले चाहिँ यहाँबाट चाहिँ यस्तो देखिन्छ, जाँदैछौँ बाटोमा। अनि हेरौँ हामी माथि पुगेर देखाउँछौँ काफल पनि छ कि छैन। यदि छैन भने त हाम्रो जानु मात्र दुःख हुन्छ हैन। अहिले चाहिँ गाइज हामी चाहिँ अलि माथि बिचतिर आइसकेको छौँ। अनि यहाँ आउँदा चाहिँ हामीले बाटोमा यो हँसिलो पनि देख्यो। हँसिलो पनि खानु पाइने भयो आज चाहिँ हैन। गर्मी पनि छ, खत्रै भइरहेको छ कि माथि आज काफलै खान जाने हो नि त हैन। बाटोमा के यस्तो असुविधा खानु। अरू पनि चिजहरू देखाउँछु तल छ हैन। तर आज चाहिँ पहिला चाहिँ यताको हेरौँ अनि लास्टमा तलको अनि भिडियो इन्ड हुन्छ हाम्रो आज चाहिँ हैन। फाइनली हामी चाहिँ साथीहरू आइसकेको छौँ हैन। यत्रो तल्ल फाइनली रुख चाहिँ यही हो अरे। यहाँ कालो धङसँग परेको छैन हाँगासँग भाँचेर हैन। अरू ठाउँ त छैन रहेछ जस्तो छ। यही हो दाइ चाहिँ त्यस्तो चढ्दैछ। म कसरी जानु। चरा पनि आउँदैछ हौ त्यो खाना उडे छ त। ए यहाँ रहेछ उयो अर्कोपट्टिबाट हेरेर जानु पर्यो म चाहिँ। छैन नत्र बाटो। दाइ त चढिसक्यो रुखमा। म कसरी चढ्ने। म चाहिँ चढ्न जाँदैछु है। यहाँबाट जाने भनेको जाने ठाउँ पनि छैन। यहाँ समातेर यही अब यही भाँचिन त भाँचिँदैन नि। ल के गर्ने यत्रो परेको स्टल गर्नु नि। फाइनली साथीहरू हामी चाहिँ रुखको फेदमा आइसकेको छौँ। अनि दाइ चाहिँ माथि त्यहाँ चढेको छ उता हो हैन। म पहिला रुख चढ्छु है। लडिन्छ क्या हो कोही दाइ चढ्नै सक्दैन क्या हो। धेरै सवालपछि म रुख चढेँ है। ल है गाइज हेर्दा छैन दाइ त त्यहाँ छैन। यो कस्तो म चढ्नै नसक्ला जस्तो। कसरी चढ्ने हो। अब एकछिन चाहिँ भिडियो पज गर्नु पर्यो। अलि माथि टुप्पीमा पुगेर राम्रो ठाउँ भएको ठाउँमा गएर देखाउँछ है ल। सो फाइनल गाइज म चाहिँ अलि त्यहाँबाट एक स्टेप माथि आएँ। मैले चाहिँ अब टिप्न पनि सकिनँ, भाँच्नु पनि सकिनँ। मैले चाहिँ दाइले दिँदैछ। ओइ के हो यो। फाइनल गाइज काफल हाम्रो त बट्टा बढाउँदैछ। अझै प्लास्टिक ल्याएको भए चाहिँ अब उता रुममा लगेर पनि खानुहुन्थ्यो। यहाँ त खाइ नसक्ला जस्तो छ हामीले। अरूलाई पनि दिनु त हुन्थ्यो। अब के गर्नु, भाँडै ल्याएन हामीले। थोरै भेट्दैन होला नि। र अहिले त बजारतिर नि बेच्न ल्याएको देखेको थियो। यहीँको पो हो कि भनेर मैले त
नल्याएको अब अलिकति माथि चढेर ढक्लेर मस्त खानुपर्छ है सब्सक्राइब है गाइजहरु सब्सक्राइब नि हेर है गाइजहरु बोल दाइ चाहिँ खाँदै यस्तो ठाउँमा नजाउँ जाइ किन म पनि चाहन्छु यसलाई मेरो कतै व्यवस्थित गर्नु पर्यो ल यसले त भाँच्दै हो रुखै सत्यानाश पार्दै यसले त सत्यानाश पार्दै यसले त और अभी तो रुको क्लाइमैक्स अभी बाकी है त्यो न एउटा हातमा क्यामेरा अनि अर्को हातमा यसले खानु परेछ नठाउँमा रिङ्गटै लाग्ला जस्तो छ ठाउँ त अलि झपक्क भएको ठाउँ जाउँ भनेको माथि टुप्पीतिर डर पो लाग्यो लड्यो भने डट तर यस्तो बोल्नु हुँदैन है तिमीलाई फाकुला आज मेरे को रोकना नहीं रे बाबा आज मेरे को रोकना नहीं व्हाट इज दिस कहाँ फल रुखमा फल है नाम चाहिँ दिस इज द काफल काफल मिन्स कहाँ वेयर होइन क्या काफल होइन क्या काफल फल काफल रुखमा फल भुइँमा फल्दैन फल सब्सक्राइब पनि गरौँ है गाइजहरु लाइक गरौँ कहाँबाट हेर्दै हुनुहुन्छ यसो भरे चाहिँ गाह्रो हुन्छ होला पेट दुखेर सो हामीले चाहिँ काफल खाँदैछौँ म चाहिँ अब खानेपिउने मात्र हो तपाईँहरूले खानुभयो खाइलो खाइलो यति झपक्क टिपेर अब चाहिँ म अब त्यसलाई म कममा खान्छु है अब मेरो एक्सिडेन्ट क्या बोला अब कस्तो हामीले आफूले उयो त अलि देख्दैछ गाइस देख्नु त भएन होला है यता यहाँ चाहिँ देख्यो है लो 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 के हुनु होइन यस्तै त नि अब गयो आज अलिकता यहाँ आएको चाहिँ ठिकै भयो है तल्लो हुँदोदेखि आयो फ्रेस क्या आफूले टिप्दै उयो छान्दै मैले चाहिँ नौसामाथि बसिरहेको छु होइन अलिक यत्रो तल पुग्छ माथि बसेको छ होइन चिज नभनेको हावा चल्दो रहेछ दाइजिङ समुद्रै झोकेर खाँदैछ म चाहिँ चिलमा क्या होइन टक्क लगाएर खाँदैछु झऱ्यो भने त ऊ तल क्या हावा पनि यस्तो चल्दैछ उयो तक हावा कत्रो आयो मार्छ क्या हो यार डेरा त खानु पर्यो अहिले फेरि भरे गाह्रो हुन्छ थाहा भइसक्नु भयो होला डर पनि लागेको छ अब के गर्नु त त्यही भएर यस्तो समातेर बसिरहेको छु अलि डर लागिरहेको क्या अब चाहिँ कोलाई डर लाग्छ हौ रुख चढ्दा भनिदिनु पर्यो हो ल मलाई चाहिँ पहिला लाग्दैन थियो अहिले त पानी हराएको छ काठमाडौँ आएदेखि डर पो लाग्न थाल्यो क्या अब एकछिन चाहिँ म भिडियो पज हान्छु है
फोन ल यार मेरो त ए हामीले सम्पत्तिको छ मेरो यहाँ जिब्रोमा घाउ भयो जस्तो यार कामल खाएर घाउ जस्तै भयो जस्तो यहाँ है फोन आयो हामी चाहिँ झरिसकेको छौँ हामीलाई चाहिँ त्यो रुख यत्रो अग्लो रुख झर्यो झर्न नि गाह्रो चढ्न नि गाह्रो मलाई चाहिँ अब चाहिँ हामी एकछिन माथितिर जान्छौँ है डाँडातिर भ्यू हेर्न क्या अब चट्ट लाएर यो भक्तपुरतिरको आधी भाग त हेर्नु पऱ्यो नि त चट्ट लाएर डाँडा जानु भने चाहिँ यस्तो मजा लाग्छ नि हावाहरू यस्तो सिनहरू देख्न पाइन्छ नि त्यसो है हेलो गाइज फाइनली अहिले चाहिँ हामी तलबाट धेरै माथि आइसकेको छौँ काफल खाएर होइन सो देख्न सक्नुहुन्छ सिनहरू चाहिँ हाम्रो चट्ट लाएर यो चाहिँ भक्तपुर भनेपछि हामी धेरै माथि आइसकेका छौँ हेर्न सक्नुहुन्छ यताको सिनहरू होइन भनेपछि हामी कति माथि आइसक्यौँ होला जस्तो तपाईँहरूलाई थाहै छ होला अब यो ठाउँ चाहिँ म फर्स्टचोटि आएको अब आउनु त आइयो अब फर्किने बेला पो हालत के हुने हो अहिले नै म त गलिसकेँ हिँड्ने बानी नि थिएन नि हिँडेको नि छैन अहिले धेरै त्यही भएर आनन्द त आइरहेको छ यहाँ डाँडामा बसेर हेर्नु अब फर्किने बेला के हुने हो थाहै छैन क्या फेरि त्यहाँ पो रहेछ क्या म त नदेखेको यहाँ झाङमा पो रहेछ यो त्यता पो रहेछ दाइ चाहिँ अब मलाई माथि आइज भन्दैछ हिँड्नै मन लागेको छैन के माथि जानु भनेर म चाहिँ अब नभए पो खोइ आउँछ कि ओइ आइज आइज किन म सक्दिनँ है हिँड्नु अल्छी लागिरहेछ यार आफूलाई चाहिँ मान्छे माथि डाँडा बोलाउँछ रुम जाउँ भनेको अब एकछिनमा सो गाइस होइन अब चाहिँ त्यही हो कुराहरू चाहिँ अनि त्यसपछि के भन्न चाहन्छु भने भिडियो भेट्नेहरू जतिले चाहिँ लाइक अनि सब्सक्राइब चाहिँ गरिदिनु होला होइन गरिसक्नु भएको छ भने त ठिकै छ गर्नु भएको छैन भने चाहिँ एउटा लाइक अनि एउटा सब्सक्राइब चाहिँ गरिदिनु होला है सो हजुरहरूको एउटा सब्सक्राइब नि हाम्रो युट्युबरहरूको लागि भ्लगरहरूको लागि चाहिँ एकदमै मोटिभेसनको कुरा हो राम्रो कुरा हो होइन एउटा सपोर्ट मिल्ने बित्तिकै हामीलाई चाहिँ झन् गरौँ जस्तो जोस चल्छ होइन सो गरिदिनु होला अनि के भन्न चाहन्छु भने सबैलाई सपोर्ट गऱ्यो भने चाहिँ भोलिको दिनमा चाहिँ कुनै पनि भ्लगर युट्युबरहरूलाई चाहिँ निराशाको कुरा हुँदैन क्या सपोर्ट चाहिँ गर्नुपर्ने हुन्छ एकले अर्कालाई अनि मैले नि गरिरहेको छु कतिले अनि हजुरहरू नि सो मलाई गरिदिनु भयो भने पनि मलाई नै राम्रो हो भन्छु होइन सो म चाहिँ अब माथि जान्छु फेरि दाइले बोल सो अहिले चाहिँ गाइस हामीलाई चाहिँ एकदमै तिर्खा लागेर यस्तो घाममा गर्मीहरू हामी चाहिँ फुटी खाँदैछौँ अब चाहिँ फुटी खान्छौँ अनि अब चाहिँ हामी फर्किन्छौँ है उँधो भ्यूहरू त बबालै रहेछ तर नि म चाहिँ रुम पनि जानु छ त्यही भएर अब चाहिँ छिटो गर्छौँ हतार अनि हामी बिस्कुट नि खान्छौँ बिस्कुट सिस्कुट चारचोट खाने लाग्दैन अब बिस्कुट सिस्कुट खाएर लाग्दिनु पऱ्यो म चाहिँ त्यहाँ जानुपर्छ गाडी चढ्न उयो यो रातो भएको ठाउँमा भनेपछि हामी यत्रो कहिले त पुग्ने त्यो पनि थाहा छैन अब खाएर चट्ट चल्दिने हो अहिले चाहिँ अब चाहिँ हामीले खाइ पनि सक्यो अब हामी चाहिँ फेरि तल रुमतिर लाग्यौँ होइन अब हेर्दै गरौँ रुम पुग्छौँ हामी एकछिनमा अब टक्क लाएर खुट्टाहरू पुगिसक्यो ओह्रालो कसरी झर्ने भन्ने कुरा हो अनि त्यसपछि अहिले चाहिँ साथीहरू सो हामी माथिबाट हिँड्दै रुम आइसकेको छौँ यो ठाउँ फाइनली होइन अब आइसकेको छौँ योभन्दा चाहिँ यसपछि म तपाईँलाई दुईवटा चिज देखाउँछु है ल त्यसको नाम चाहिँ तपाईँहरूले थाहा पाउनुपर्ने हुन्छ के हो भन्ने कुरा है तपाईँहरूले पनि खाएको छ होला थाहा पनि छ होला है यहाँनिर एउटा चिज देखाउँछु त्यो साथीहरू
यो चाहिँ के हो होइन यस्तो भनिदिनु पर्यो तपाईँहरूलाई थाहा छ भने होइन यो यस्तो छ क्या यो चाहिँ काँचै छ अहिले खानुहुन्थ्यो नत्र काँचेर चाहिँ यता फल्दैछ कोपिलाहरू अनि फुल पनि फुल्दै थियो कता कता हो यता यता फुल पनि फुल्दैछ होइन यहाँ यी त्यसपछि अनि अर्को पनि देखाउँछु एउटा साथीहरू म चाहिँ तपाईँहरूलाई अर्को पनि एउटा चिज देखाउन जाँदैछु है यो चाहिँ आरु हो यो अरू होइन आरु हो यो होइन यिनीहरू सबै अहिले कलिलो छ अब पाकेपछि खानुपर्छ कुनै दिन यो पनि यिनीहरू सानो छ अनि साथीहरू तपाईँहरूलाई अर्को एउटा चिज फेरि पनि देखाउँदैछु यो चाहिँ के भन्छ खुर्पानी हो अल्चा भन्छ हाम्रो भाषामा हामी चाहिँ अल्चा भन्छौँ यहाँ यो चाहिँ पाकेको पनि छ यहाँ कालो सो मलाई चाहिँ यस्तो मनपर्छ क्या अलिकता काँचो अनि भित्र चाहिँ पाकेकोवाला मनपर्छ यो चाहिँ खारै देखाउँछु तपाईँहरूलाई म एकदम मिठो छ होइन यो चाहिँ म अलिकता टिपेर उतार्नु पनि लान्छु होला यो चाहिँ अलिकता मनपर्छ अब अर्को पालि चाहिँ म फेरि यहाँ आउँदिनँ होला क्या यो है आएको बेला चाहिँ अलिकता चुस्छ टिपेर लैजाउँ भनेको म फेरि पाकेको पनि छ मिठै लाग्दैन क्या पाकेको पनि छ अलिक पाकेको चाहिँ अलिक मलाई मिठो लाग्दैन क्या त्यहाँ काँचोहरू चाहिँ एकदम बबाले मनपर्छ मलाई सो साथीहरू मैले चाहिँ अलिकतै टिपेँ बोजी पनि छ पकेटतिर म चाहिँ यति चाहिँ अब रुम ल्याएर जान्छु अब रुममा पनि अब कहिलेकाहीँ खानुहुन्छ नि त म चाहिँ अलिकता टिपेँ पनि अब चाहिँ म अब रुम जान्छु होइन सो गाइस आजको लागि चाहिँ भिडियो यति नै मन पर्यो भने च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक गरिदिनु होला भन्दै हामी फेरि अर्को पनि भिडियोमा भेट्नेछौँ भन्दै हस् त ओके बाई बाई।